नेपाल सरकार परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागबाट सबै स्थानीय तहहरूलाई प्रमाणीकरण गर्नुपर्ने कागजातको नयाँ ढाँचा, नयाँ नमुना पठाएको छ र सोही अनुसार विभिन्न किसिमका कागजातहरू तयार गर्नको लागि सर्कुलर जारी गरिएको सूचना देख्न सकिन्छ साथीहरू। र त्यही अनुसार वैदेशिक रोजगारी, वैदेशिक अध्ययन अथवा वैदेशिक प्रयोजनको लागि विभिन्न कागजातहरू जुन चाहिँ अविवाहित प्रमाणित, विवाहित प्रमाणित, नाता प्रमाणित, जन्म प्रमाणित लगायतका कुराहरू प्रमाणित गर्नुपर्ने कागजातहरूमा एकरूपता ल्याउनको लागि कन्सुलर सेवा विभागले एउटा सूचना नै निकालेको छ। त्यही अनुसार तयार गर्नुपर्ने हुन्छ र कतिपय साथीहरूले पहिला जुन फरक किसिमले आफ्नो किसिमले लेखेर स्थानीय तहबाट प्रमाणित गरेर जानुहुन्थ्यो र उहाँहरू कन्सुलर सेवा विभागबाट प्रमाणीकरण नभएर फर्केर फेरि कन्सुलर सेवा विभागले पठाएको ढाँचामै प्रमाणित गर्नको लागि चाहिँ कागजात तयार पारेर गएको देखिन्छ साथीहरू। त्यही अनुसार यो ढाँचा यहाँहरूको माझमा मैले प्रस्तुत गरेको छु र आगामी दिनमा यहाँहरूले पनि वैदेशिक रोजगार अथवा वैदेशिक प्रयोजनको लागि जुन कागजातहरू बनाउनु पर्नेछ अथवा कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्नेछ त्यो कागजातहरू चाहिँ नयाँ ढाँचा अनुसार बनाउनु होला। नयाँ ढाँचा केही चिजहरू चाहिँ थपेको छ भन्नु पर्यो। पहिला चाहिँ अब नागरिकता नम्बरहरू खासै उल्लेख गरेको देखिँदैन थियो, पासपोर्टहरू खासै उल्लेख गरेको देखिँदैन थियो, कतिपयले गर्नुहुन्थ्यो तर कतिपयले नगरेको पनि देखिन्थ्यो। तर अहिले चाहिँ अनिवार्य आफ्नो नाम, 3 पुष्टि विवरण, नागरिकता नम्बर, पासपोर्ट अनि राष्ट्रिय परिचय पत्र नम्बर सहितको विवरणहरू सित र फोटो सहित प्रमाणीकरण गर्नुपर्ने र स्थानीय सरकार सञ्चालन ऐनको जुन दफा अनुसार चाहिँ स्थानीय सरकारलाई अधिकार कायम गरेको छ, अधिकार दिएको छ, त्यो दफाहरू पनि उल्लेख गर्नुपर्ने कुराहरू चाहिँ यहाँहरूको अहिले चाहिँ हामीमा चाहिँ कन्सुलर सेवा विभागले पठाएको अवस्था छ। र त्यही अनुसार ओडाबाट बनाउँदाखेरि पनि र आफूले व्यक्तिगत रूपमा लेखेर ओडाबाट ल यो प्रिन्ट गरेर यहाँको लेटर प्याडमा गरेर प्रमाणित गरेर दिनु पर्यो भन्ने हिसाबले जाँदाखेरि पनि अहिले कन्सुलर सेवा विभागले जुन फर्मेट दिएको छ त्यही अनुसार चाहिँ तयार गर्नुपर्ने हुन्छ। र साथीहरूको माझमा मैले यो खालको फर्मेट कस्तो खालको छ भनेर देखाइरहेको छु र आगामी दिनमा यस्तै खालका गराउनु भयो भने पक्कै पनि यहाँहरूले दुःख पाउनुहुने छैन र एकैचोटिमा चाहिँ काम हुनेछ। हवस् त, यतिखेरसम्म हेरेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद। र यहाँहरूको माझमा मैले जुन फर्मेट देखाएँ यो चाहिँ अनम्यारिड भेरिफिकेसन अथवा अनम्यारिड स्ट्याटसको बारेमा थियो। यो कन्सुलर सेवा विभागले प्रदान गरेको ढाँचा अनुसार यहाँहरूको माझमा मैले प्रस्तुत गरेँ र यही अनुसार तपाईँहरूले पनि तयार गर्नुहोला भन्दै बिदा हुन्छु।